कुलमान घिसिङ ऊर्जा मन्त्री बन्ने लगतै जनताको 1 रुपैयाँ नलिने गरे घोषणा। राज्यले दिएको तलब भत्तादेखि सेवा सुविधा त्याग्ने माननीय नभन्न सबैलाई गरे आग्रह। कुलमान घिसिङले ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै तलब भत्ता र सुरक्षा जस्ता सुविधाहरू नलिने निर्णय गरेका छन्। पदभार ग्रहण गर्दै उनले सबै औपचारिकता अस्वीकार गर्दै आफूलाई जनताको सेवकको रूपमा प्रस्तुत गरेका छन्। विशेष रूपमा उनले तलब र भत्ताहरू शहीद परिवारको नाममा कोषमा जम्मा गर्ने बताएका छन्। यसले उनको सादगी र प्रतिबद्धता प्रदर्शन गरेको छ। कुलमान घिसिङको कार्यशैलीमा सधैँ सुधार र पारदर्शिताको झलक पाइन्छ। उनले विद्युत प्राधिकरणको नेतृत्व सम्हालेको समयदेखि नै लोड शेडिङ समाप्त गर्ने काममा सफलता प्राप्त गरेका थिए। अहिले ऊर्जा मन्त्रीको रूपमा उनका अघि प्रमुख चुनौतीहरू छन्। जलविद्युत उत्पादन बढाउने, निर्यातलाई विस्तार गर्ने र आन्तरिक खपतलाई प्रभावकारी बनाउने। पदभार ग्रहण गर्न साथ उनले विद्युत प्राधिकरणको बक्यौता असुलीलाई प्राथमिकता दिने घोषणा गरेका छन्। यसले आगामी दिनहरूमा ऊर्जा क्षेत्रको सुधार र व्यवस्था स्थापित गर्नका लागि एक नयाँ कदम चालिएको संकेत दिन्छ। जनताले उनको नेतृत्वमा ऊर्जा क्षेत्रको सुधार र समृद्धि अपेक्षा गरिरहेका छन् र कुलमान घिसिङको आगामी कदमले यस क्षेत्रमा नयाँ अनुशासन र पारदर्शिता ल्याउने आशा बाँधिएको छ। यसरी कुलमान घिसिङले सादगी र कार्यशैलीमा सुधारको प्रतिबद्धता देखाउँदै ऊर्जा क्षेत्रको भविष्यमा नयाँ दिशा दिने संकेत दिएका छन्।